जुन किसिमले यो 3 कुनेमा आज भयो, यो ६२-६३ पछिकै मैले सबैभन्दा उग्र देखेको आन्दोलनलाई हो। र जुन किसिमले यो भइरहेछ त्यो कतै पनि उचित होइन, हुँदै होइन यो। र जुन किसिमले गणतन्त्रवादीहरूले देशमा यो जुन किसिमको वितृष्णा, यो अहिलेका ती 3 कुनेमा भएको जुन मानिसहरू थिए त्यसमा वितृष्णा ल्याउने काम गरेको तिमी गणतन्त्रवादीहरूले नै हो। तिनीहरूलाई भड्काउने तिमी गणतन्त्रवादी नै हो। र तिमी राजावादीहरूले पनि देश बनाउँछौ भनेर आएको कसरी विश्वास गर्नु? यही हो देश बनाएको, यही जलाएर, यही खरानी बनाएर, यही मान्छे मारेर, मान्छे मर्न दिएर तिमी देश बनाउने? कसको देश? कसका लागि देश? किन देश? यो हुँदै होइन, गलत गरिरहेछौ। गणतन्त्रवादी हो तिमीले गलत गरिरहेछौ, राजतन्त्रवादी हो तिमीहरूले गलत गरिरहेछौ। कसैलाई राजतन्त्र चाहियो होला, कसैलाई गणतन्त्र चाहियो होला, तर मलाई देश चाहिएको छ। मेरो देश रहन देऊ न। किन जलाएर, किन खरानी बनाएर, किन धमिरो जस्तो भित्रबाट खोक्रो बनाएर? देश त देश रहन देऊ न, देश रहन देऊ, बस यति चाहिएको छ हामीलाई।